तिम्रो नाम बोकेर सम्बोधन गर्दा गर्दै को हो त्यो अन्तिम दिनमा यो आलु खाएर आलु भनेको जय पनि ला बोडीमा पकाउन मिलेन भाइ यस्तो हेर बोडीमा पकाउनु मैले यसरी काटेको मन पर्थ्यो अब आलु आजको अन्तिम दिन हो आज 12 बजी भित्र हामी खोइ रातो आलु छैन हाम्रो छैन खै यतै होला एउटा पोकामा थियो त आलु निकाल्दैन अरे मेरी मुना नभन त्यसो झुनामा फुलेकी फर्कन्छु छैन भन्ने कुरो किन हो भुलेकी 8:30 भयो आज शनिबार आज लास्ट डे अफ द क्याम्पिङ टुमरो हामी घर जान्छौँ 11 बजीको चेकआउट गरेर हाम्रो यो लास्ट चिया खुवाइ हुन्छ हेर्नु है यति मिठो छ यति मिठो रातको ल नाचो यहाँ आकाशैमा सिल उड्यो बेसरा 2 दिने मायालाई हाम्रो अन्तिम दिन हो यो क्याम्पिङको यो बसाइमा आज हामी चट्ट मिठो खाएर हिँड्छौँ जहाँ कि सम्झना आइराखोस् आजको मेन सेफ चाहिँ म चाहिँ भेजिटेबल कटिङ हो आजको मेन सेफ र त्यसकै माजो लन्चलाई के भन्छ प्लेन फारलाई पोटेटो टोमाट beans, corn, so many things. So this is our last day. आजको हाम्रो लास्ट बसाइ हो यो क्याम्पिङको रमाइलो हुँदैन नि एजियन कोले आएको भए चाहिँ दामी हुन्छ कि नुन चपिङ यसरी गर्छ मास्टर सेफले सबैतिर माछा खाएर लाउनु